पागल हर्क साम्पाङ। दुनियाँमा जब कुनै मान्छे नयाँ सोच नयाँ विचार लिएर आउँछ त्यो बेला सोसाइटीको पहिलो रियाक्सन हुन्छ यो त पागल हो। तर समय बित्दै जाँदा पागल भनिएका मान्छेहरू नै हिरो हुन्छन्। दुनियाँले पागल भन्ने मान्छेहरूले नै इतिहास लेख्ने गर्छन्। साधारण मान्छेले त रुल मात्रै फलो गर्छन् तर पागल मान्छेले रुल नै चेन्ज गर्छन्। यस्तै यस्तै थुप्रै उदाहरणीय व्यक्तिहरू हुनुहुन्छ। जस्तै थोमस एडिसन, उसले भन्यो म अँध्यारो हटाउने बत्ती बनाउँछु। थोमस एडिसनको यस्तो कुरा सुनेर धेरै वैज्ञानिकहरूले भन्यो यो असम्भव छ, कसरी बनाउँछौ, केटाकेटी यस्तो कुरा नगर। तर थोमस एडिसन भन्छ यो सम्भव छ, यसलाई म सम्भव बनाउँछु। थोमस एडिसन हजारौँ पटक फेल भयो। मान्छेहरूले उसलाई खिल्ली उडाउँदै भन्न थाल्यो यो त पागल जस्तो एक्लै एक्सपेरिमेन्ट गर्दै बस्छ। तर धेरै सङ्घर्षपछि अन्ततः ऊ सफल भयो। आज बत्ती बिनाको दुनियाँ हामी कल्पना पनि गर्न सक्दैनौँ। थोमस एडिसनको यो पागलपनले नै हो आज विश्व उज्यालो छ। र अर्को त्यस्तै उदाहरणीय व्यक्तिहरू हुनुहुन्छ राइट ब्रदर्स दाजुभाइ। उहाँहरूले भन्नुभयो मान्छे पनि चरा जस्तै आकाशमा उड्न सकिन्छ। तर यो कुरा सुनेर दुनियाँ हाँस्यो। न्युज पेपरमा सम्म लेख्यो, पागल भन्यो, यस्तो सोच लिएर बाँच्न गाह्रो हुन्छ सम्म भन्यो। तर आज त्यो प्लेन बिना दुनियाँ चल्दैन, दुनियाँ रोकिन्छ। त्यो पागलपन नै आज ग्लोबल दुनियाँको बेस बनेको छ। त्यस्तै अर्को उदाहरणीय व्यक्ति हुनुहुन्छ नेल्सन मण्डेला। जब नेल्सन मण्डेलाले भने काला जाति र गोरा जाति सबै बराबर हुनुपर्छ, समान व्यवहार हुनुपर्छ, त्यो बेला साउथ अफ्रिकामा त्यस्तो बोल्नेलाई कानुन लाग्थ्यो। त्यति बेला उसलाई 27 वर्ष जेल हालियो। देश बिगार्ने मान्छे यो आतङ्ककारी हो भनेर उसलाई हरेक दुःख पीडा र यातना दिँदै जेलमा थुनियो। तर जेलमा रहँदा रहँदै पनि उसले आफ्नो लक्ष्य र उद्देश्यभन्दा कहिले पनि टाढा भएन। अन्ततगत ऊ त्यो देशको प्रेसिडेन्ट बन्यो जसलाई सिस्टमले डेन्जरस भन्यो तर इतिहासले उसलाई ग्रेट लिडर बनायो। त्यस्तै अर्को उदाहरणीय व्यक्ति हुनुहुन्छ महात्मा गान्धी। उहाँले भन्नुभयो हामी कुनै पनि हात हतियार नचलाई ब्रिटिसलाई हराउन सक्छौँ। यो कुरा सुनेर गान्धीलाई धेरैले पागल भन्यो। ब्रिटिस जस्तो धेरै पावरफुल मिलिटरी भएको देशलाई पनि बन्दुक बम मिसाइल बिना कसरी हराउन सकिन्छ भनेर पागल भन्दै खिल्ली उडायो। अन्ततः त्यही असम्भव जस्तो आइडियाले नै सत्य र अहिंसाको बलले नै इन्डियालाई स्वतन्त्रता दिलायो। दुनियाँलाई नन भाइलेन्सको पावर देखायो। सुरुमा उसको सोच पागलपन जस्तो लाग्यो तर अन्ततः उसको सोच वर्ल्ड चेन्जिङ फिलोसफी बन्यो, संसार बदल्ने दर्शन बन्यो। त्यसै गरी अहिले हर्क साम्पाङलाई पनि पागल भन्छन्। तर अहिले जसले पागल भन्छ पछि उसैले हर्क साम्पाङ त दूरदर्शी नेता रहेछ भन्छ। जसले हर्क साम्पाङलाई अहिले ढुङ्गे जङ्गली भन्छ तर त्यही व्यक्तिले पछि हर्क साम्पाङलाई यो त भविष्य देख्ने मान्छे रहेछ भन्छ। त्यस्तै हो साथीहरू, हर्क साम्पाङ पागलै हो। अन्ततः जय देश, जय माटो, जय नेपाल।